हेलो साथीहरू, आज म तपाईहरुलाई पाँचथरदेखि सुर्खेतसम्मको यात्रा कस्तो भयो भनेर चाहिँ भन्दैछु है। पाँचथरको यो रमणीय वातावरण, चिसो न्यानो मौसमलाई हामीले छोडेर केही दिनको लागि छुट्टी मनाउन हामी गर्मी ठाउँमा झर्दैछौँ। सबैजना हामी स्टाफहरू भएर जाँदै थियौँ र सबैजनाको लगभग घर हाम्रो गर्मी ठाउँमै भएको भएर चाहिँ हामीले एकदमै मिस गरिरहेको छौँ है पाँचथर एसोकलाई। र यो सेरा खोला भन्दो रहेछ, यहाँ साइडमा धानहरू रोप्नु भएको रहेछ। यहाँ चाहिँ 2वटा सिजनमा धान खेती गरिँदो रहेछ। त्यसपछि हामीले यो सेरालाई पछाडि पार्दै अगाडि बढ्दै गयौँ। एकजना दिदीले आँप लिएर आउनु भएको रहेछ। सर म्यामहरूले चाहिँ आँप लाने भइसकेपछि आँपहरू किनेर हामी अगाडि बढ्यौँ। त्यसपछि यहाँ पानी नपरेको भएर आज अलिकति हामीलाई सहज वातावरण भएको छ है। एकदमै नत्र हाम्रो एकदमै जटिल कठिन यात्रा हुने थियो। ठिकै छ, हामी सहजै रूपमा हामी मूलघाट पुग्यौँ र मूलघाट पुगिसकेपछि त्यहाँ हामीले खाना खान थाल्यौँ र खाना मैले खाएको छ। सर म्यामले मोमो खाने भइसकेपछि मोमो खान थाल्नुभयो। त्यसपछि हामी बिस्तारै अगाडि भेडेटार पुग्यौँ र भेडेटारको यो चिसो न्यानो यो मौसमलाई होइन एकदमै कति मिस गरिरहेको छु अहिले मैले है। यहाँ अब सुर्खेत पुगिसक्यो नि त, अब यति मिल्ने भए चाहिँ मैले त्यो चिसोलाई चाहिँ पोका पारेर यता लिएर आउँथेँ जत्तिकै भएको थियो। त्यसपछि हामीले भेडेटारमा यताउता सामान किन्यौँ, मैले पनि छुर्पी किनेँ। अब हामी इटरी पुगिसकेका छौँ र इटरीबाट हामी सबैजना आफ्नो आफ्नो गन्तव्यतिर लागिसकेका छौँ है। सर म्यामहरू त्यहाँ जाबतमुखतिर जानुभयो र फुलगन सर पनि सप्तरीको सर हुनुहुन्छ, उहाँ चाहिँ छुट्टै आफ्नो बसमा जानुभयो र त्यसपछि म चाहिँ इटरी बसबागतिर गएर मेरो बस चाहिँ त्यहीँ आएको थियो र त्यसपछि हाम्रो यात्रा सुरु भएको छ कोशी ब्यारेज हुँदै। त्यसपछि म जाममा परेँ, राति गाडी पनि बिग्रियो है साथै, एकदमै गाह्रो भयो योपालि मेरो यात्रा। र त्यसपछि म बिस्तारै कोहलपुर बसबाग पुगेर कोहलपुर बसबाग पुगेको त एकैछिनमा ठुलो पानी पर्यो, भेगी बारिस समय भन्ने भयो है। त्यसपछि यो इभी गाडीमा नै म जाने हो, तर त्यहाँसम्म जान पनि सकिनँ पानी परेर। त्यसपछि यो हाम्रो हरे बजार हो। हरे बजार भनेको पनि अलिकति हाम्रो लेकको चिसो पानी हावापानी चाहिँ हुने ठाउँ हो है यो। त्यसपछि म बिस्तारै यो छिन्चु बजार हो, छिन्चु बजार पुगेँ। त्यसपछि मलाई एकदमै गर्मी भएको थियो र त्यसपछि मैले रेड बुल खाएँ अनि बिस्तारै चाहिँ अगाडि बढ्यौँ। यो जहरे बजार हुँदै हामी यो तमोर नदी भने जस्तै हाम्रो पूर्वमा यो पनि हाम्रो भेरी नदी हो है। फाइनली म आफ्नो स्थानीय बजारमा आइपुगेको छु र बजारहरूमा सामान किन्न त केही पनि थिएन। त्यो कारणले गर्दाखेरि म नन स्टप नै हिँडेँ र हिँडिसकेपछि बिस्तारै त्यो हाम्रो हस्पिटल हो र बिस्तारै म आफ्नो गाउँतिर मोडेँ र गाउँको बाटो पनि ठिकै छ अहिलेसम्म, तर अलिकति हाम्रो नजिक पुगिसकेपछि अलिकति ग्राभल गरेको छ बाटो है। त्यसपछि म बिस्तारै अगाडि बढ्दै गइसकेपछि मेरो घर भनेको चाहिँ मेरो मामली गाउँतिरकोबाट जानु पर्छ है। त्यहाँ चाहिँ मेरो मामली घर पनि छ, यो हाम्रो मामली घर हो। त्यसपछि म पछि भेट्न आउँछु भनेर चाहिँ त्यहाँ नपछि हिँडेँ अनि त्यसपछि बिस्तारै घर पुगेँ र घर पनि पुगेँ। त्यसपछि पानी पनि पर्न लागेको थियो र छिटो हतार पुगेँ। अनि त्यसपछि हाम्रो घरको रक्षकहरू पनि छन्, त्यहाँ कराइरहेको छन् को आयो भनेर है। त्यसपछि म बुवा मम्मीसँग भेट गरिसकेपछि हाम्रो रक्षकहरूलाई चाहिँ मैले बिस्कुट लिएर आएको थिएँ, त्यसपछि दिएँ। पहिला त्यति धेरै वास्ता लाग्थेन साथीहरू, बिस्तारै उनीहरूसँग म घुलमिल हुँदै गएर साह्रै माया लागेर आउँछ र त्यसपछि म उनीहरूलाई चाहिँ बिस्कुट दिएँ। कस्तो लाग्यो हजुरहरूलाई? थ्याङ्क यू सो मच, बाई बाई।